नमस्कार साथीहरू, आज म तपाईहरूलाई बेलचौरीका राजा श्री 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 छत्तीसगढ महाराज धिराज इकु वीर विक्रम शाहदेवसँग भेट गराउन गइरहेको छु। उहाँलाई सामान्य ठान्ने कोसिस नगर्नुहोला, उहाँको आफ्नो छुट्टै इतिहास छ। यो हो उहाँको आलिशान दरबार। बिहान उठ्ने बित्तिकै चिया होइन, सिधा जंगलमा गएर शिकार गर्नुहुन्छ। उहाँ शिकारको पनि बहुत शौकीन हुनुहुन्छ। यो हो निगाले बाघको छाला। उहाँलाई देख्ने बित्तिकै आन्द्रामा हार्ट अट्याक आएर यो निगाले बाघले ठाउँको ठाउँ आत्महत्या गरेको इतिहासकारहरू जानकार गराउँछन्। अबे साले, तभी मेरा माफ करना, गुस्से में इधर उधर निकल जाता हूँ। यहाँ विभिन्न खतरनाक जनावरहरूको सिङहरू देख्न सक्नुहुन्छ। अर्काको भावनासँग त धेरै खेल्छन् होला, तर उहाँ जंगली कुकुरको खोपडीसँग खेल्नुहुन्छ। अच्छा। राजा हिङकुतुको पालादेखिको हात हतियार तपाईहरू यहाँ देख्न सक्नुहुन्छ। शाही तरबार, शाही एकनाले बन्दुक, शाही पिस्तोल देख्न सक्नुहुन्छ। यो तरबार मामुली तरबार होइन, यो राजा श्री छत्तीसगढ महाराज धिराज इकु वीर विक्रम शाहदेवका हजुरबुवा श्री 420 बडा महाराज धिराज इताङकुतला वीर विक्रम शाहदेव दर्जीको हो। कौन है ये लोग? कहाँ से आते हैं? उहाँको दरबारले आफैमा पुरानो इतिहास बोकेको छ। लडाईँमा प्रयोग भएका यी हात हतियारको छुट्टै पहिचान छ। उहाँको शाही बेडरुमको त कुरै नगरौं। आहा, उहाँ यस बेडरुममा मध्याह्नमा विश्राम गर्नुहुन्छ, रातमा आराम। यो पञ्चामृत त होइन होला, जे भए पनि एक प्रकारको अमृत हो। उहाँको ह्यान्डसमनेसको पछाडिको राज पनि यही हो। शाही किचन, यहाँ हरेक दिन 1000 सैनिकको लागि खाना तयार हुन्छ सपनामा। उहाँ राज खानदानको भएकाले नित्य कर्ममा पनि आस्था राख्नुहुन्छ। हरेक दिनको सुरुवात 2 गिलास रक्सी र पूजा पाठबाट सुरु हुन्छ। उहाँ भन्नुहुन्छ, अब म छिट्टै मेरो छोरा राजकुमार पिताङको बिहे गरिदिएर राज्य अभिषेकको तयारी गर्नेछु। इच्छुक टिकटके राजकुमारीहरूले कमेन्ट गर्न सक्नुहुन्छ। धन्यवाद। केही छैन मसँग। म एउटा निर्दोषी मान्छे हो, तर पनि मैले यत्रो व्यवहार गरेको छु। यही दुखामा यो शास्ति गरेर बेल बेचेर हरेक किसिम गरेर त्यसरी मेरो आफ्नो परिवार चलाइरहेको छु। अरू एउटा छोरा मागेर दुनियाँलाई मागेर ल्याएर उसले बाबुआमालाई जीविका चलाएको छ, तर केही छैन। अब मेरो दुःख शास्ति भनेको त्यति नै छ। एउटा गीत जाओस्। गीत त मलाई अहिले आउँदैन।